लोक तथा दोहोरी गायिका दीपिका थापा र लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आलेले आफूहरूले मगर भाषामा गाएको लाइभ दोहोरी यतिखेर दर्शक श्रोताहरूको निकै नै रोजाइमा पर्न सफल भएको र आफूहरूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापा र लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ। दर्शकबिन नमस्कार। दर्शकबिन पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आलेले पछिल्लो समय आफूले चर्चित कार्यक्रम सारङ्गी संसारबाट आफूले मगर भाषाको गीतमा चर्चित गायिका दीपिका थापासँग गाएको लाइभ दोहोरी यतिखेर दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको दर्शक श्रोताहरूको आफूलाई यति धेरै माया र साथ पाउन सफल हुँदा आफू निकै खुसी भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापा र लोक तथा दोहोरी चर्चित गायिका दीपिका र गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ। पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोकप्रिय गायक सिद्धार्थ आलेले जानकारी दिएअनुसार आफू पनि पछिल्लो समय दर्शक श्रोताहरूले आफ्नो सबै जस्तो गीतहरू मन पराइदिनु र आफूले लाइभ दोहोरी र आफ्नो विभिन्न एल्बमको गीतहरू गाउँदै आफू निकै सङ्घर्ष गर्दै लाइभ दोहोरी मात्रै नभएर आफ्नो एल्बमको गीत पनि यतिखेर बजारमा निकै नै चर्चाको शिखरमा रहन सफल भएको र आफूले लामो समयदेखि गीत सङ्गीतमा निकै सङ्घर्ष गर्दै आएको भन्दै आफूले दीपिका थापासँग मगर भाषाको गीत गाएपछि आफूलाई सिद्धार्थ आले भनेका देश तथा विदेशमा आफू निकै परिचित हुन पनि सफल भएको भन्दै लोकप्रिय गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ। गायिका दीपिका थापाले नै पछिल्लो समय गायक सिद्धार्थ आलेसँग आफूले निकै नै ठट्यौली शब्दमा मगर भाषामा आफूहरूले लाइभ दोहोरी गाएपछि आफ्नो सबै जस्तो गीतहरू निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र गीत सङ्गीतमा आफूले लामो समयदेखि निकै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको भन्दै लोकप्रिय गायिका दीपिकाले जानकारी गर्नुभएको छ। पछिल्लो समय आफूले गाएको सबै जस्तो लाइभ दोहोरी दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र आफूले गाएको सबै जस्तो लाइभ दोहोरीको केही टुक्काहरू पनि आजभोलि सामाजिक सञ्जालमा निकै नै भाइरल र दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र आफूले लामो समयदेखि गीत सङ्गीत निकै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको भन्दै लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ। सिद्धार्थ आलेले जानकारी दिएअनुसार गायिका दीपिकासँग आफूले गाएको दर्जनौं गीतहरू यतिखेर दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र आफूले निरन्तर गीत सङ्गीत निकै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएर आफूले देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिलेको गायिका दीपिका र आफ्नो निकै नै चर्चित दोहोरी गीतहरू बजारमा दर्जनौं गीतहरू रहेको र दर्शक श्रोताले निकै नै मन पराइँदा आफूले सम्पूर्ण देश तथा विदेशमा रहने सम्पूर्ण दर्शक श्रोतालाई हृदयदेखि आभारी छु भन्दै लोक तथा दोहोरी चर्चित गायक